हेर्नु सक्नुहुन्छ हाम्रो यहाँ भूत लागेर यस्तो भयो। हेलो गाइज, हेलो गाइज, अब हामी चाहिँ घर जानु लागेको। दोस्त मेरो मेरो आँखा बत्ती कसले बालो घर जान्छु ल दोस्त। दोस्त सोध्छु अब चाहिँ हामी घरतिर जानु लागेको। जङ्गलमा हिँड्छौँ हामी। हो मलाई भूतले हान्छ। हेलो गाइज, हेलो गाइज, मलाई भूतले छोलो। हामी चाहिँ यस्तो जङ्गलको बाटोमा हिँडिरहेको छौँ होइन, लास्टै डर लागिरहेको छ। हेर त हाम्रो यहाँ भूत लागेर यस्तो भयो, भूत लागेर यस्तो भइरहेको छ। क्या आँखाले गर्दा मलाई त कता कता तानेको जस्तो फिल भइरहेछ। ओहो, म त कालै देख्छु त हौ अगाडि त, अबि कालै देखिरहेको छु गाइजहरू। म चाहिँ अनि यसो लाइट साइड बालेर भ्लग सर बनाउँदैछु। कस्तो अनि म चाहिँ कस्तो देखिरहेको छु गाइज भन्नुहोस् ल। हेर्नुहोस् त हाम्रो झाप्लिस राजन झाप्लिस हाम्रो झाप्लिस राजन झाप्लिस राजनलाई हेर्न सक्नुहुन्छ। अब मलाई हेर्न सक्नुहुन्छ कस्तो देखिरहेको छु म। अब हामी यता सुन्नुहोस्, अब हामी चाहिँ के अरे, अब हामी चाहिँ अब के भन्छ अरे, पर्छ नि उतना टाढा छ। हामी चाहिँ हिँड्दै आउँछौँ बङ्गाली टटराबाट। कालै देखिरहेको छ अगाडि मैले। के गर्नु गाइजहरू, अब भ्लग बनाउनै पर्यो। यस्तरी हिँडिरहेको छु। यता हेर्नुहोस्, ओ अबि अगाडिबाट भूत आएको छ क्या। ओ स्कुटर हेर्न सक्नुहुन्छ, खतरा दामी स्कुटर आएको छ। अहिले चाहिँ हामी यस्तो जङ्गलै जङ्गल हो, यो जङ्गलै जङ्गल। आयो एउटा झ्याप्लिसहरू त्यता छन्। म चाहिँ देखिरहेको छु कि नै गाइजहरू। के छु त नि अब मलाई अङ्गाल कस्तो देखिरहेको। ल गाइजहरू, मेरो त हात तिर्मिर बनाइदियो। यताबाट अटो आइसकेको छ। के गर्नुहुन्छ, यता हेर्न सक्नुहुन्छ मलाई गाइजहरू। यस्तै छ अटोमा हिँड्ने। अब हामी त खुट्टा मजबुत छ के अरे, हामी त्यस्तरी हिँडेर हिँड्छौँ। यी हाम्रो खुट्टा आफै हिँडे के गर्नु, आफै हिँड्ने हाम्रो खुट्टाहरू। भिडियो चाहिँ भयो किन यार, भरै चाहिँ भिडियो। अबुई मा कसम के हो ओए मा कसम, म त कता गइरहेको रहेछ यार गाइजहरू। अझै अब त झन् बाटै घरै छैन, झन् अहिले त के अरे घरको बत्तीले त देखिरहेको थिएँ। कस्तो हिँडेको यार, मेरो त हात धुम्म तिर्मिर बनाइदियो यो लाइटले गर्दाखेरि। ओए रन, म त कालो देख्छु त अगाडि त। मेरो दोस्त चाहिँ हेर्नु सक्नुहुन्छ, हिँड्न सकेको छैन। देख्न सक्नुहुन्छ अब यस्तो गाइजहरू। अब यता सुसाउनुहुन्छ। ओ कताको मेरो दोस्त यहीँ त रहेछन् गाइजहरू। यस्तै यो चाहिँ अब यस्तो हाल्ने यस्तै। यता हेर्नुहोस् त, यता हेर्नुहोस्, जङ्गल छ, यता हेर्नुहोस्, घर छ। दुईटा क्वार्टर मात्र खाएको राजनलाई झ्या पाएको छैन। राजनलाई समीरलाई सन्तोष दोष गरेर मलाई अब हामीले स्प्राइट खाएर झ्याप भएको, स्प्राइट खाएर स्प्राइट। ओए म त कालले देख्छु त। ओए हेलो गाइजहरू, ओए
मा आएको छ म अगाडि के सेतो 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 के हो को यो को गाइजहरु अझ यसरी हामी हिँडिसकेको छौँ ल अगाडि हेर्नुहोस् त झन् जङ्गल जङ्गल यहाँदेखि जङ्गलको बिचमा एउटा स्कुल छ हाम्रो एउटा स्कुल भन्ने गाउँ छ देवघर नगरपालिकामा यो चाहिँ मेरो स्कुल हो म चाहिँ यहाँको अध्यक्ष सदस्य प्रिन्सिपल भनौँ अध्यक्ष भन्यो भने अध्यक्ष भनौँ के गर्ने अब मान्छे नि यस्तै हो अब ठुलो मान्छे अब यस्तो सानोतिनो स्कुलमा बस्ने काम छैन मेरो अब दोस्त नजाऊ दोस्त सर छैन ट्युसन चाहियो नि दोस्त नजाऊ दोस्त जाने रे दोस्त पढ्ने र कोही छ र यहाँ भूत रे ऊ हेर त हाम्रो घोडा स्कुलमा भूत देखेको छ हेर्नु सक्नुहुन्छ हाम्रो दोस्तहरू ज्याबबाट आइसकेको छ नि यहाँ ट्युसन ढोका होल्टी ट्युसन पढ्छु दोस्त भनिरह मेरो एउटा भूत दोस्त राजन दोस्त समीर दोस्त त हेर त समीर दोस्त पढ्ने र ट्युसन पढ्ने र साला सो गाइजहरु यता हेर्न सक्नुहुन्छ यस्तो जङ्गल छ डरै लाग्यो मलाई त के गर्नु अब हुन्छ अब त लास्टै मन्टेजवाला उस फिल्म भइसकेको छ यता अगाडि जङ्गल पछाडि जङ्गल हामी बिचमा परेको छौँ अब भूतहरू च्याप्प छोपे नि हामीलाई बाल छैन किनकि अब हामी यस्तो के भन्छ अरे अब यस्तो डरपोको म त के कालै देखिरहेको थिएँ र अगाडि त अहिले चाहिँ हामी राजन मैले हात मात्रै हिँड ल अगाडि त अब जङ्गल छ के गर्ने अब कालै देखिरहेको छ देख्नु सक्नुहुन्छ अब यहाँ चाहिँ मेरो साइडमा एउटा भूत छन् म पनि भूतै हो अहिले म भूत आएपछि डराउनु दिइहाल्छु नि ओए म त कता हिँडेको यार हेर्नु त गरिरहेको भूतले यी भूतहरू दुईजना अबे के हो सेतो ओए धुवा ओए सो दर्शक देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी यस्तो जाडोको मौसममा है जङ्गलको बाटो हिँड्यौँ दुईजना मात्र पहाडबाट गाडी आइसकेको भनेको छ गाइजहरु अब पछाडिबाट गाडी आएको छ अरे अब हामी चाहिँ यस्तरी हिँडिरहेको छौँ भ्लग बनाउँदै हल्का त लाइट पनि कालै देखिरहेको छु त्यो हल्का त देखिरहेछ जानुहोस् न हेर्नुहोस् त अटो यस्तो जङ्गलको बाटो नि हुन्छ आज चाहिँ गाइजहरु म चाहिँ एक्लै हुन्छु सुत्नमा हिजो त सुते थिएँ है कस्तो डुम गर्छ के अरे के हो कसम फेरि माओवादीको जङ भएछ क्या भनेर उठेर हेर्छु त बिहामा पड्काइरहेको रहेछ टाइम हेर्छु भने 4:45 भएको त्यस्तो राति पनि पड्काउने ल कसम यार अगाडि मैले टक्क उस दुईटा भूत देखिरहेको हेर्न सक्नुहुन्छ अब हजुरले त देख्नु भएन ल मैले मात्रै देखिरहेको किन भइरहेको मेरो आँखा त्यस्तै देखेको